हाई एभ्रिवान गुड आफ्टरनुन। सो आज चाहिँ सरस्वती पूजाको दिन चाहिँ म मेरो नानीको कान छेडिदिन्छु भनेर जान आँटेको हो। ऊ चाहिँ पुरा रुँदैछ अहिलेदेखि नै हो, डर लागे जस्तो छ उसलाई। अन्त सो मैले फाइनली नानीलाई रेडी गरेर चाहिँ दिदीलाई एकछिन पक्रिनु भने। सो त्यसपछि म रेडी भइसकिसकेको छु। आजको मेरो आउटफिट चाहिँ यस्तो छ है। अनि त्यसपछि फाइनली हामी चाहिँ यहाँ गोल्ड स्टोरमा पुगेको छौँ, हेर्न सक्नुहुन्छ। अन्त यता पछाडि मैले फोटो क्लिक गर्दैछु हल्का आफ्नो पनि, अन्त मेमोरिजको लागि। यहाँ चाहिँ नानी पक्रेर बसेको छु। नानी चाहिँ यस्तो सुतिरहेको थियो किनकि यहाँ कतिजना आउनुभएको थियो, मतलब नानी लिएर चाहिँ नानीको छेडिदिनको लागि कान, किनकि आजको सरस्वती पूजा हो भनेर होला नि त, सबैजना आउनुभएको थियो। र मेरो चाहिँ यहाँ नानी यस्तो सुतेको छ नि, आज चाहिँ कान छेड्नुपर्छ र बिहान त कस्तो खुसी हुँदै थियो कि। अन्त आउने बेलामा त यस्तो रुँदै थियो। अहिले चाहिँ मस्तसँगले सुतिरहेको छ। यहाँ चाहिँ सुनारेकोमा अलरेडी त्यहाँ प्रोफेसनल हुँदो रहेछ नि त कान छेड्नुको लागि। यहाँसम्म कति मान्छे आएको छ हो आज, छोरीहरूको छोराहरूको छेडिदिनको लागि। यहाँ मेरो नानी चाहिँ कस्तो माया लाग्दो गरेर सुतिरहेको छ। अन्त मलाई चाहिँ कस्तो ढुकढुक हुँदैछ। अनि त्यसपछि चाहिँ छेडिदिनको लागि ऊ छेडिदियो हो। कस्तो तरङ्ग तर्स्यो किनकि सुतिरहेको थियो नि त नानी चाहिँ हो। त्यसपछि नानी चाहिँ उठ्यो, अब छेडिदिने भनेर कान सान उयो गर्न थाल्यो। अन्त ऊ चाहिँ उठ्यो नि त नानी चाहिँ। अनि त्यसपछि त्यो सुन पनि तिखारेर चाहिँ रेडी गर्यो। अन्त ढोग्दो रहेछ कि खुट्टाहरू नानीको। अनि त्यसपछि मेरो नानी यस्तो रुयो नि नभन्नु न। फर्स्टमा त त्यस्तो रुएन कि, सेकेन्डचोटि छेड्दा त यस्तो रुयो नि, कस्तो माया लागेको मलाई चाहिँ। हेर्नु न कस्तो मुख बिगारी रुयो। त्यस्तो साह्रो रुएन भन्नु न, यहाँ चाहिँ एकछिन रुयो, त्यहाँबाट चुपचाप लाग्यो। अर्कोपट्टि छेड्दा त यस्तो रुयो नि, भगवान् म त कस्तो माया लागेको मेरो नानीको यत्रो कान छेड्यो यति सानोमा भनेर। किनकि अस्ति पनि उसलाई भ्याक्सिन लगाएको थियो नि त, भ्याक्सिन लगायो। अनि त्यसपछि फेरि नेक्स्ट मन्थ पनि भ्याक्सिन छ नि त, त्यही लागि हामी चाहिँ आज सरस्वती पूजाको दिन नै छेडिदिने भनेर चाहिँ नानीले लिएर आएको। मैले देख्न सक्नुहुन्छ फर्स्टचोटि छेड्दा त त्यस्तो रुएन हो। अब फेरि अर्कोचोटि पनि छेड्छ नि त, पछाडिपट्टि लेफ्टमा चाहिँ छेड्यो, अब राइटमा छेड्छ। अन्त फेरि त्यो छेड्दा त त्यस्तो रुएन कि, त्यहाँबाट त घुमाएर बटारेर त्यो सुन बटार्छ नि त, त्यतिखेर चाहिँ यस्तो रुयो नि नभन्नु। मलाई त्यस्तो माया लागेको, दुध पनि खान नमानेको, दुध खिला भन्यो तर अब मानेन कि दुध खान। ऊ चाहिँ कस्तो छ भने दुध खिलायो भने पनि खाँदैन, जब उसलाई रिस उठ्छ हो, उसलाई दुखेको हुन्छ नि, त्यतिखेर बन्दै मान्दैन। घुमाइदिएको थियो, पुरा रुँदैछ। त्यसपछि फेरि कस्तो रातो न पिरो भयो कि, म त मुखै भइरहेको मेरो त। हेर्नु न रातो न रातो भयो नि, म त कस्तो माया लागेको गाइस।